क्या टर्निङ हान्दै हेलो गाइज वेलकम बैक टू अनदर भिडियो है। आज चाहिँ मैले आरसी बोर्ड लिएर आइसकेको छु। हेर्न सक्नुहुन्छ यहाँ यो चाहिँ WL2H को WL911A भन्नेवाला आरसी बोर्ड हो है। हेर्न सक्नुहुन्छ यसको टक्क डिजाइन चाहिँ दामी छ है। रिमोट पनि यो भयो है। यो चाहिँ अब यसको टप स्पिड चाहिँ 21 km/h क्लेम गरेछ है। टेस्ट गरेर हेर्छौँ हामी अगाडि लेगमा। हेर्न सक्नुहुन्छ टक्क लेगकै छेउमा छु म। अनि यसको चाहिँ अब ब्याट्री यो भयो। ब्याट्री कसरी हाल्ने पनि म तपाईहरुलाई देखाउँछु है। ब्याट्री भयो यो। अनि त्यसपछि यसमा चाहिँ एन्टी टिल्ट फङ्क्सन छ है। जस्तै अब पानीमा अब टर्निङ हान्दाखेरि यस्तो पल्टिनबाट चाहिँ टक्क रोक्छ है। त्यसले चाहिँ एन्टी टिल्ट फङ्क्सन छ। अनि यहाँ बोर्डमा हेर्न सक्नुहुन्छ तपाईले है। प्रोपेलर भयो यो। प्रोपेलर भयो। अनि यहाँ रडर छ है। यो चाहिँ टक्क डाइरेक्सन चेन्ज गर्नलाई यो चाहिँ टक्क भित्र सर्भोमा कनेक्ट हुन्छ। अनि यसरी मुभ हुन्छ है। यता र यता मुभ हुन्छ दुईतिर टक्क डाइरेक्सन चेन्ज गर्न। डिजाइन चाहिँ हेर्न सक्नुहुन्छ गाइज बबाल छ है। टक्क स्पोइलर पनि छ यहाँ ट्याक्क हेर्न सक्नुहुन्छ। ल अब ब्याट्री हालौँ। सो गाइज यसको अब यो क्याबिन खोल्नु चाहिँ है टक्क यो टक्क टर्न गर्नुपर्ने हुन्छ। सुरुमा टक्क यसलाई टर्न गर्यो त्यसपछि यो सर्ट खुल्छ है। त्यहाँदेखि हल्का माथि उठाएर तान्नुपर्छ। ए कहाँ अड्क्यो ट्याक्क खुल्यो है। यहाँ यस्तो चारवटा यो टर्न गर्ने हुन्छ। टक्क चारै टर्न गर्यो। चारै टर्न भइसकेपछि स्वाट निक्लिन्छ। अनि यहाँभित्र हेर्न सक्नुहुन्छ मोटर भइहाल्यो यो है। यसमा चाहिँ वाटर कुलिङ सिस्टम पनि छ है। यहाँ हेर्न सक्नुहुन्छ वाटर कुलिङ सिस्टम। अनि यो चाहिँ पानीमा सेन्सर पनि छ है। टक्क पानीमा राखेपछि मात्र अन हुन्छ बोर्ड चल्न थाल्छ है। सेन्सर चाहिँ यहाँ हेर्न सक्नुहुन्छ कहाँ थियो यो दुईटा सेन्सर है। यो दुईटा टक्क पानीमा टच भएपछि मात्र बोर्ड चल्न थाल्छ। यतिकै ट्राई गर्नुभयो भने चल्दैन है बोर्ड। अब यहाँ भित्र टक्क ब्याट्री हाल्ने ठाउँ चाहिँ यहाँ छ। यो यहाँ टक्क कनेक्ट गर्नुपर्ने हुन्छ है ब्याट्री। ल कनेक्ट गरेर टक्क ब्याट्री नै हालौँ। ल ब्याट्री नै हालिसकेँ है। अब यसलाई कनेक्ट गर्नुपर्ने हुन्छ। यो रातो रातो केबललाई टक्क कनेक्ट भइसक्यो। यो ट्याक्क लाइट पनि यहाँ बलिसकेको छ हेर्न सक्नुहुन्छ है। यो ब्याट्रीको क्लेम गरेको चाहिँ कम्पनीले त्यही 10 to 12 मिनट छ है रन टाइम यसको। अब म सबैलाई हाल्छु है। टक्क यसलाई नै हालेर टक्क सब यो घुमाउनु पर्ने हुन्छ फेरि। अब यसलाई हाल्ने चाहिँ यो सुरुमा टक्क यसलाई भित्र हालेर यसलाई पनि पछाडि टक्क ठेलेर है टक्क यसरी हाल्नु पनि लक भयो। ल ल अब रिमोटको फङ्सनहरू पनि देखाउँछु है। बोर्ड चाहिँ ब्याट्री हालेर रेडी गरिसकेँ। अब रिमोटको चाहिँ अब गाडी जस्तै हो है कन्ट्रोल चाहिँ यसको। यो अब स्टियरिङ भइहाल्यो। यो थ्रोटल भयो रिभर्स। अनि गाइस यो 1 2 3 4 छ नि यो चाहिँ टक्क बोर्डको स्टियरिङ कन्ट्रोल गर्ने रहेछ है। कतिको धेरै बोर्डले स्टियर गर्छ भनेर है। यो चाहिँ अन अफ गर्ने स्विच भयो। अन गरौँ। अन गरेर तपाईँले चलाउनु खोज्नु भने चाहिँ चल्दैन है। यसको यो उयो चाहिँ प्रोपेलर चाहिँ चल्दैन। स्टियरिङ चाहिँ चल्छ है। ट्याक्क हेर्न सक्नुहुन्छ। ल अब यसलाई टक्क म पानीमा लग्छु। ल पानीमा हेरौँ है त अब। गाइस पानीमा राख्न लागेको छु है म। ट्याक्क अब ल पानीमा राखिसकेँ। हल्का अगाडि ठेलौँ है। ल गाइस अब टक्क मैले बिस्तारो छटल दिन लागेको छु हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ है तुफान चलिरहेछ। ल गाइस अब हेर्न सक्नुहुन्छ है टक्क मोड पनि चेन्ज गर्छु म। फुल लाउँछु है स्पिड। हेरौँ अब कति स्पिड जान्छ। हेर्न सक्नुहुन्छ स्पिड।
ल गाइस फेरि एकचोटि हेरौँ ल ओए क्या टर्निङ हान्दै ओए दामी ल्यान्डिङ भयो त ल गाइस फेरि एकचोटि ओए पुरै घुम्दै डेन्जर हान्छ हौ टर्निङ त हेर्नु है त गाइस ओए दामी फेरि यता देखाएर यस्तो ओए राइट उई डेन्जर एक्सिडेन्ट भयो यार थट र गाइस आजलाई चाहिँ यति नै है हेर्न सक्नुहुन्छ दामी कुद्छ है यो चाहिँ है अझै पानी रहेछ कि हल्का त्यही भएर चल्यो एकचोटि है त ल स्पिड टेस्ट गरौँ लास्ट Good, speed test full. पर्फर्मेन्स चाहिँ दामी छ स्पिड पनि छ टर्न पनि दामी हान्छ है अनि पल्टिँदा पनि पल्टिँदैन तपाईँले हेरिहाल्नुभयो एक दुईचोटि पुरै फुल टर्निङ हानेछ तर पल्टिन चाहिँ पल्टिएको थिएन है एकछिनमा डगलाई जिस्काम गएर सब तर्छ यार ल गाइस अब चाहिँ एन्डै भयो है भिडियो ल सी यु इन द नेक्स्ट भिडियो